गाइस नमस्ते, स्वागत छ श्याम थापा युट्युब च्यानलमा। गाइस आज चाहिँ म ढिँडो पकाउन गइरहेको छु गाइस। ढिँडो पकाउन गइरहेको छु गाइस। पानी उम्लेको अवस्था। अब चाहिँ सट्टै पिठो हाल्दिनु पर्छ। यो पानी धेरै हुँदैन मम्मी? हुँदैन। सट्ट पिठो हाल्दिनु पर्छ। फेरि यो ढिँडो अलिअलि चलाउनु त। कसैले पनि खानुहुन्न। मम्मीले मैले मात्रै हो। मम्मीले र मैले मात्रै खाने हो। मेरो बुढीले त यो जान्दैन खानालाई, मैले मात्रै खाने हो गाइस। ढिँडो पकाउँदैछु गाइस म। हाल्नु रे पिठो। अब अझै पिठो हाल्नु आधी पर्छ। मात्रै हाल्नु, झुटो नहाल्नु। पिठो हाल्नु। यो चाहिँ मकैको र गहुँको पिठो मिसाएर बनाएको गाइस मैले। मलाई चाहिँ ढिँडो एकदम मनपर्छ, त्यही भएर बनाइछ ढिँडो। तर यो धेर हुन्छ, मलाई यो सकिँदैन यो। मम्मीले त घिउ पनि हाल्नु हुँदैन यहाँ? हाल्नु न घिउ। घिउ नहाल्नु मलाई अलिक पछि लास्टमा तल यदि लाग्यो भने हालौँ र। एकछिन सानो होस्। के तिमीले फेरि सुरु गरेको बनायो? ए छोड्दै यहाँ ढिँडो ल हेर्नु गाइस, ढिँडो चाहिँ बन्दैछ। मैले चाहिँ जानिनँ। अब मम्मीले बनाइरहनु भएको छ ढिँडो। मम्मीलाई र मलाई चाहिँ यो एकदम मनपर्छ ढिँडो। अनि हाम्रो मिस नेपाललाई चाहिँ मन पर्दैन यो ढिँडो चाहिँ। मिस नेपालले खानुभएको छैन। मम्मीलाई र मलाई चाहिँ एकदम मनपर्छ यो ढिँडो। आज ढिँडो खाना मन लागेर ढिँडो बनाइरहेछ गाइस। अनि साग बसाल्नु छ त। म चाहिँ अचार बनाइरहेको, टमाटरको अचार। टमाटरको अचार टिमुर हालेर सिलौटोमा पिँधेको गाइस, देख्न सक्नुहुन्छ। यो चाहिँ खतरा हुनेछ, हेर्दै खामखाम जस्तो छ यो। ल गाइस, अब हाम्रो ढिँडो पनि पाक्यो। अब हामी ढिँडो खान लागेका छौँ गाइस। ल पाकेछ अब चाहिँ ढिँडो। ल गाइस, अब चाहिँ ढिँडो रेडी भयो। अब म चाहिँ ढिँडो खान गइरहेको छु। यो चाहिँ गाउँबाट ल्याएको लोकल घिउ हाल्नुपर्छ ढिँडोमा चाहिँ। ल यो चाहिँ घिउ। अनि यो चाहिँ मैले अघि नै भनिहालेँ यहाँहरूलाई, यो चाहिँ टमाटरको अचार सिलौटोमा पिँधेको टिमुर हालेर मैले यहाँ हालिसक्यो। अनि यो चाहिँ लोकल कुखुराको सुप। अब चाहिँ गाइस खानुपर्छ है त। मिठो छ। वाउ, दामी गाइस। मैले चाहिँ ढिँडो खाइसकेको छु। एकदम मिठो भयो त गाइस। धेरै दिनपछि खाएको, लगभग महिना दिन पछाडि नै खाएको ढिँडो। ढिँडो अनि लोकल घिउ अनि टमाटरको अचार सिलौटोमा पिँधेको टिमुर हालेर अनि साग अनि लोकल कुखुराको मासुसँग एकदम दामी भयो गाइस। अहिलेको भिडियो चाहिँ यति नै गाइस। सबैले भिडियो हेरेर माया गरिदिनु होला। फेरि यस्ता भिडियो लिएर आउने नै छु। आजको भिडियो चाहिँ यति नै। सबैले मेरो भिडियो हेरेर माया गरिदिनु होला। लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला।
यति भन्दै आदालाई बिदा हुन चाहन्छु। सबैलाई नमस्ते, धन्यवाद।